साल साउन महिना 20 गते तिरासीको साल सँगै लिने बुढाबुढी आयो काल 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 जिउने सँगै मर्ने सँगै भनी कसम खाएका जिउने सँगै मर्ने सँगै भनी कसम खाएका श्रीमतीलाई ल्याएर सुनको सियाएका श्रीमतीलाई ल्याएर सुनको सियाएका श्रीमतीलाई ल्याएर सुनको सियाएका श्रीमतीलाई ल्याएर सुनको सियाएका पैसा नभई उपचारमा हुँदै गयो गाह्रो पैसा नभई उपचारमा हुँदै गयो गाह्रो 21 महिनादेखि रहेछ भएको बन्यारो 21 महिनादेखि रहेछ भएको बन्यारो 21 महिनादेखि रहेछ भएको बन्यारो भएको बन्यारो एउटा छोरा तिनटी छोरी एउटा रहेछ नि बुहारी एउटा छोरा तिनटी छोरी एउटा रहेछ नि बुहारी थाके रहेछ नि बुढा बानी बुढी सियारी 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 च्याप्दै गयो बिरामले परिँदै गइन् थला च्याप्दै गयो बिरामले परिँदै गइन् थला सँगै मना जाँदाखेरि कस्तो भयो होला सँगै मना जाँदाखेरि कस्तो भयो होला सँगै मना जाँदाखेरि कस्तो भयो होला सँगै मना भित्री बजार घरो काभ्रे कुन्ता मण्डल रहेछ भित्री बजार सहयोग गर्ने कोही भएनन् हेर्ने हजार 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 गाडी चढी आए दुवै आफ्नै घरबाट गाडी चढी आए दुवै आफ्नै घरबाट गाडी रोकी बुढी बोकी लागे नदी घाट गाडी रोकी बुढी बोकी लागे नदी घाट गाडी रोकी बुढी बोकी लागे नदी घाट श्रीमतीलाई बोकी बोकी ल्याए उनले पिठ्यौमा श्रीमतीलाई बोकी बोकी ल्याए उनले पिठ्यौमा हाम फालेको घटना कैद सिसिटिभीमा 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 छोरीहरू तडपी कति रोए होलान् कराए छोरीहरू तडपी कति रोए होलान् कराए आमा बाका घटनाले सबै डराए आमा बाका घटना
कसैलाई थाहै भएन मनभित्रको पीडा व्यथा कसैलाई थाहै भएन बाबा आमा भन्ने अब नातै रहेन